स्वागत छ बीएल मिडियामा। साप्ताहिक राशिफल, मासिक राशिफल, न्युमेरिकल, वास्तु सम्बन्धी जानकारी जिज्ञासा राख्नु छ भने तपाईले तल दिएको स्क्रिनको नम्बर 9841371897 मा फोन, व्हाट्सएप, भाइबर गर्न सक्नुहुन्छ। घरको वास्तु सम्बन्धी जिज्ञासा राख्नु छ, तपाईको कार्यमा कुनै अवरोध आइरहेको छ भने त्यसको समस्याको समाधान, घरलाई नभत्काइकिन त्यसको उपचारको विधि हामी दिने नै छौँ। अब मासिक राशिफल, साप्ताहिक राशिफल अन्तर्गत 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचको साप्ताहिक राशिफल म ज्योतिष दुर्गाप्रसाद उपाध्याय बीएल मिडिया मार्फत आइरहेको छु। अब सबैभन्दा पहिले लागौ मेष राशि। मेष राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 देखि 30 गतेको बिचमा साथीभाइसँग वाद विवादमा फस्न सक्नेछ। मनमा अनेक किसिमका डर त्रास उत्पन्न हुनेछ। मौसमी रोगले सताउनेछ। आयभन्दा खर्च बढ्नेछ। आयात निर्यात सम्बन्धी काम कारोबारबाट लाभ हुने देखिन्छ। पानी, दूध, तेल सम्बन्धी काम कारोबारबाट आर्थिक लाभ हुने देखिन्छ। त्यसैगरी अब लागौं वृष राशि। वृष राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ। दाजुभाइको कारणले आर्थिक लाभ हुनेछ। आँटेका सम्पूर्ण कार्यहरू अवरोध हुँदा मनमा अशान्ति हुने, आर्थिकमा नोक्सान हुने, मनमा चिन्ता बढ्ने देखिन्छ। अध्ययनमा अलि बढी मेहनत गर्नुपर्ने अवस्था रहेको छ। त्यसैगरी अब लागौं मिथुन राशि। मिथुन राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा खराब कर्ममा लाग्दाखेरि मानसिक चिन्ता बढ्नेछ। वस्त्र रत्न सम्बन्धी काम कारोबार गर्ने व्यक्तिहरूको लागि आर्थिक लाभ हुनेछ। के गरौँ कसो गरौँ भनेर मनमा चञ्चलता, अनेक किसिमका कुराहरू उत्पन्न हुनेछ। घरदेखि टाढाको यात्रा गर्नुपर्ने देखिन्छ। त्यसैगरी अब लागौं कर्कट राशि। कर्कट राशिका व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा प्रेममा सफलता, रत्न सम्बन्धी काम कारोबार गर्नेलाई लाभ हुनेछ। कुल कुटुम्बको कारणले कार्यमा अवरोध, मानसिक चिन्ता बढ्ने, धार्मिक तथा परोपकारी कार्यमा मन लाग्नुको साथै त्यस क्षेत्रमा कार्य बनाउने व्यक्तिलाई अति लाभ रहेको छ। त्यसैगरी अब लागौं सिंह राशि। सिंह राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा खर्च बढ्ने, टाढोको यात्रा प्राप्त भए पनि यात्रामा नोक्सान हुने, मित्रजनको कारणले गर्दा आर्थिक लाभ हुनुको साथै सेयर सम्बन्धी काम कारोबारबाट आर्थिक उन्नति, आर्थिक लाभ हुने देखिन्छ। सञ्चित धन नोक्सान हुने देखिन्छ। खराब कर्म, खराब कामतिर ध्यान जाने अवस्था रहेको छ। त्यसैगरी अब लागौं कन्या राशि। कन्या राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा अपमान सहनुपर्ने, आँखामा समस्या देखा पर्ने, सिनेमा, मनोरञ्जन, खेलकुद क्षेत्रमा रहने व्यक्तिहरूको लागि आर्थिक उन्नति हुनेछ। सेयर सम्बन्धी काम कारोबार गर्नेलाई त्यति राम्रो छैन। रोगबाट मुक्त हुनुको साथै उमङ्ग बढ्ने छ। त्यसैगरी अब लागौं तुला राशि। तुला राशिको व्यक्तिको लागि 2081 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा नोकरीमा रहने व्यक्तिको लागि पदोन्नति हुनेछ। नयाँ किसिमको व्यापार व्यवसाय गर्नु अति उपयुक्त समय छ। भूमि सम्बन्धी, खनिज सम्बन्धी काम कारोबार गर्ने व्यक्तिहरूलाई आर्थिक लाभ हुनेछ। आर्थिक लेनदेन गर्दा
सचेत रहनुपर्ने अवस्था रहेको छ। त्यसै गरी अब लागौँ वृश्चिक राशि। वृश्चिक राशिको व्यक्तिको लागि 2021 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा चिसो सम्बन्धी समस्याले सताउनेछ। नयाँ व्यवसाय गर्नु त्यति उपयुक्त छैन। सरकारी क्षेत्रमा रहने व्यक्तिको लागि उन्नति हुनेछ। मान सम्मान प्राप्त हुनेछ। आयमा वृद्धि हुनेछ। खनिज सम्बन्धी माटो सम्बन्धी काम कारोबार गर्नेहरूलाई आर्थिक उन्नति हुनेछ। त्यसै गरी अब लागौँ धनु राशि। धनु राशिको व्यक्तिको लागि 2021 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा वाद विवादमा फस्न सकिने, आर्थिक क्षेत्रमा आयभन्दा नोक्सान हुन सक्ने, सेयर सम्बन्धी काम कारोबार गर्ने व्यक्तिहरूको लागि नोक्सान बेहोर्नु पर्नेछ। माटो सम्बन्धी काम कारोबार गर्ने, कृषि सामग्री काम कारोबार गर्ने, जग्गाको कारोबार गर्ने त्यस्ता व्यक्तिको लागि आर्थिक पक्ष मजबुत हुँदै जानेछ। राज्य पक्षबाट मान सम्मान, इज्जत, प्रतिष्ठा, पदोन्नति सरकारी क्षेत्रमा रहने व्यक्तिहरूको लागि त्यस्तो अवसर रहला। त्यसै गरी अब लागौँ मकर राशि। मकर राशिको व्यक्तिको लागि 2021 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा वाणिज्य क्षेत्रमा काम गर्ने व्यक्तिको लागि आर्थिक पक्ष मजबुत हुँदै जान्छ। छोटो दूरीको यात्रा प्राप्त भए पनि यात्रा लाभदायी हुनेछ। मौसमी सम्बन्धी समस्याले सताउनेछ। नयाँ किसिमको व्यापार व्यवसाय गर्नु त्यति उपयुक्त छैन। त्यसै गरी अब लागौँ कुम्भ राशि। कुम्भ राशिको व्यक्तिको लागि 2021 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा फलाम, तेल, खनिज सम्बन्धी काम कारोबार गर्ने व्यक्तिहरूको लागि अति उपयुक्त समय। आर्थिक पक्ष मजबुत हुँदै जानेछ। स्त्रीको कारण, विपरीत लिङ्गको कारण आर्थिक पक्ष मजबुत हुँदै जानेछ। वैदेशिक यात्रा प्राप्त हुने, सेयर सम्बन्धी काम कारोबारबाट अति लाभ हुने देखिन्छ। अध्ययनमा अलि मिहिनेत गर्नुपर्ने अवस्था रहेको छ। अन्तमा अब लागौँ मीन राशि। मीन राशिको व्यक्तिको लागि 2021 साल चैत्र महिनाको 23 गतेदेखि 30 गतेको बिचमा यात्रा प्राप्त भए पनि खर्चिलो हुनेछ। आँटेका सम्पूर्ण कार्य अवरोध हुनेछ। आर्थिक पक्ष मजबुत हुँदै जाला। साझेदारी कामबाट धन नोक्सान हुनेछ। वाहन सुख हुनुको साथै वैदेशिक यात्राको योग समेत रहेको छ। हस्त राशिफलले जे जस्तो भने तापनि तपाईँको यो साता शुभ होस्। आफ्नो बारेमा, परिवारको बारेमा वास्तु सम्बन्धी कुनै जिज्ञासा राख्नु छ भने तल स्क्रिनमा दिएको नम्बर 9841 37 18 97 मा व्हाट्सएप तथा भाइबर गर्न सक्नुहुन्छ। आजको लागि बिएल मिडिया साप्ताहिक राशिफलबाट म ज्योतिष दुर्गाप्रसाद उपाध्याय बिदा चाहन्छु। हस्त यस मिडियालाई हेर्नुभयो, सेयर तथा सब्सक्राइब गर्न नभुल्नुहोला। यति भन्दै हस्त नमस्कार।